मानिसले जन्म लिन्छ, त्यति बेला उसको सास हुन्छ, नाम हुँदैन। मानिसको मृत्यु हुन्छ, त्यति बेला उसको नाम हुन्छ, तर सास हुँदैन। यही सास र नाम बीचको यात्रालाई नै जीवन भनिन्छ। तपाईँ यो संसारमा एक्लै आउनुहुन्छ, तपाईँको साथमा कोही पनि आउँदैन, र तपाईँ यो संसारबाट पनि एक्लै जानुहुन्छ, तपाईँको साथ लागेर कोही पनि जाँदैन। फेरि तपाईँ दुखी किन हुनुहुन्छ? एक्लै भएँ भनेर। रुन बन्द गर्नुहोस्, एक्लै भएँ भनेर। तपाईँलाई साथ दिने मानिसले साथ दिने भनेको शमशान घाट जाने बेला मात्रै हो। त्योभन्दा अगाडि कोही पनि जान सक्दैन। दुखी हुन बन्द गर्नुहोस्, कसैको साथ पाइन भनेर। किनकि यो संसार मात्र स्वार्थले भरिएको छ। तपाईँले कसैलाई जिन्दगीभरको आशामा आफ्नो बनाउनुहुन्छ, तर उनीहरूले तपाईँलाई स्वार्थको आशामा आफ्नो बनाउँछन्। तपाईँ सम्बन्धमा जति धेरै इमान्दार हुनुहुन्छ, उनीहरू त्यति नै मतलबी बन्छन्। त्यसकारण आज हामीले तपाईँलाई भगवान कृष्णबाट एक्लै पनि खुसी हुन सक्ने महत्त्वपूर्ण जीवन उपयोगी भनाइहरू लिएर आएका छौँ, जसले तपाईँको जीवन बदल्नको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछन्। यो मध्ये नम्बर 1 मा छ, तपाईँले त्यो व्यक्तिको विश्वास कहिले पनि नगर्नुहोस् जसले तपाईँलाई दोस्रोको योजना बताउँछ। बुद्धि सबैसँग हुन्छ। चलाखी देखाउने या इमान्दारिता त्यो हाम्रो संस्कारमा निर्भर रहन्छ। किनकि चलाखी 4 दिन मात्र चम्कन्छ, तर इमान्दारिता जिन्दगीभर चम्कन्छ। तपाईँले आफ्नो आर्थिक अवस्थालाई गोप्य राख्नुपर्छ। किनकि तपाईँको आर्थिक अवस्था राम्रो छ भने मानिसले ऋण मागेर सताउँछन्। यदि तपाईँको आर्थिक अवस्था कमजोर छ भने तपाईँलाई सम्मान पनि गर्दैनन् र तपाईँको साथ पनि दिँदैनन्। आफूभित्र यति शक्ति अवश्य भर्नुहोस् कि तपाईँलाई मानिसले कमजोर सम्झने गल्ती कहिले पनि नगरून्। न कसैको अभावमा जिउनुहोस्, न कसैको प्रभावमा बाँच्नुहोस्। यो जिन्दगी तपाईँको हो, आफ्नो स्वभाव अनुसार बाँच्नुहोस्। तपाईँले सधैँ यो सोच्नुहुन्छ कि तपाईँको कुरा अरूलाई गलत नलागोस्, तर तपाईँले कहिले यो सोच्नु भएको छ कुनै समय अरूको कुरा पनि तपाईँलाई गलत लाग्न सक्छ? अक्सर मजाकको सहारा लिएर मानिसहरू दिलको कुरा बोल्ने गर्छन्। यदि जिन्दगीमा केही हासिल गर्न चाहनुहुन्छ भने पुरै ध्यान र शक्ति त्यसैमा लगाउनुहोस् र आफूमा विश्वास राख्नुहोस् कि त्यो चिज तपाईँलाई अवश्य मिल्नेछ। औकातभन्दा धेरै देखाउन खोज्दा मानिस ऋणमा डुब्छ। मैले देखेको छु अहिलेको मानिसहरू सम्बन्ध निभाउनमा छिटो थाक्छन्। रावणको जिन्दगीबाट हामीले यो कुरा सिक्न सक्छौँ, आफ्नो कुरा गोप्य राख्न सिक्नुपर्छ। चाहे भाइ होस् या साथी, आफ्नो योजना गोप्य नै राख्नुपर्छ। तपाईँले त्यो व्यक्तिको लागि शोक गर्नुहुन्छ जुन शोक गर्न लायक नै थिएन, र तपाईँले आफूमा ज्ञानको कुरा गर्नुहुन्छ। बुद्धिमान व्यक्तिले जीवित या मृत कुनै पनि व्यक्तिको शोक गर्दैन। तपाईँले आफ्नो पीडाको लागि संसारलाई दोष दिन बन्द गर्नुहोस्। आफ्नो मनलाई सम्झाउनुहोस्, तपाईँको मनको परिवर्तन नै तपाईँको दुःखको अन्त्य हो। आँखाको पानी र दिलको कहानी हर कसैले बुझ्न सक्दैन। मानिस भन्छन् कि मेरो दिल पत्थरको छ र जो कसैले कमजोर बनाउन सक्दैन, तर कसै न कसैले कमजोर पार्ने नै गर्छ। भगवान कृष्ण भन्नुहुन्छ, मलाई थाहा छ मलाई के आउँछ के आउँदैन, तर यति चाहिँ पक्का थाहा छ, तर म मौसम जसरी कहिले पनि बदलिनुवाला छैन। घमण्डीको लागि कोही पनि ईश्वर हुँदैन, ईर्ष्यालु व्यक्तिको लागि कोही पनि छिमेकी हुँदैन, र क्रोधित व्यक्तिको लागि कोही पनि मित्र हुँदैन। गलत आवाज जोसँग भएको छ त्यहीसँग कुरा गर्नुहोस्। यदि दोस्रो व्यक्तिसँग गर्नुभयो भने कुरा झन बढ्न सक्छ। यदि हाम्रो साथमा कोही पनि गर्व गर्ने व्यक्ति छैन भने त्यति बेला जे पनि फिक्का लाग्छ। पीडा बताएर आफू बदनाम नहुनुहोस्। यो भन्दा राम्रो यो हुन्छ कि मुस्कुराएर मौन रहनुहोस्। जो व्यक्ति स्पष्ट, सत्य र सिधा बोल्छ त्यो व्यक्तिको वचन एकदम तीव्र कठोर हुन्छ, तर त्यस्तो व्यक्तिले कहिले पनि धोका दिन सक्दैन। जो भाग्यमा छैन त्यसलाई सम्झिएर रोएर ऊ कहिले पनि मिल्दैन। कसैलाई धोका दिएर खुसी कहिले पनि नहुनुहोस्। जब कर्मको चक्कर घुमेर तपाईँ सामु आइपुग्छ त्यति बेला तपाईँले आफ्नो फल भोग्नुपर्छ।
तपाईको खुसी अरू चिजले कहिले पनि लुट्न सक्दैन। तपाईले आफ्नो खुसी आफै दोस्रो व्यक्तिमा लुटाउनुहुन्छ। आफ्नो पीडा त्यही व्यक्तिलाई मात्र बताउनुस् जसले तपाईको पीडा बुझ्ने हिम्मत राख्दछ। कसैलाई यति धेरै महत्त्व कहिले पनि नदिनुस् ताकि त्यो व्यक्तिले तपाईलाई लायक नै नसम्झियोस्। यहाँ कोही पनि व्यक्ति यति धेरै व्यस्त हुँदैन कि उसलाई तपाईको लागि समय नै नमिलोस्। अक्सर तपाई ती व्यक्तिको कारणले निराश पर्नुहुन्छ जसले तपाईको निराशा नै बुझ्न खोज्दैन। दोस्रो व्यक्तिको जिन्दगीमा आफ्नो ठाउँ खोज्न बन्द गर्नुस्। विश्वास राख्नुस् कि तपाई एक्लै पनि धेरै खुसी बन्न सक्नुहुन्छ। आफूबाट यो भ्रम हटाउनुस् कि सबै सम्बन्ध खास हुन्छन्। अन्तिममा तपाईले आफूले सोचेको व्यक्ति नै धोकेबाज निस्कन सक्छ। जिन्दगीमा यस्तो बन्नुस् कि जो जस्तो छ त्यस्तै भाषामा सम्झाउन सक्नुहोस्। खराब समयमा जो व्यक्तिले तपाईको साथ छोड्छ मान्नुहोस् त्यो व्यक्ति कहिले पनि तपाईको साथमा थिएन। गलत दिशामा दौडनु भन्दा राम्रो यो हो कि सही दिशामा आरामले हिँड्नुस्। कसैले पनि तपाईलाई यहाँ साथ दिँदैन। यहाँ लड्नु पनि एक्लै पर्छ, सम्हालिनु पनि एक्लै पर्छ। तपाई जति धेरै डराउनुहुन्छ मानिसले तपाईलाई त्यति नै डराउन दिन्छन्। यदि तपाई हिम्मत गर्नुहुन्छ भने ठूला ठूला व्यक्ति पनि तपाईको अघि शिर झुकाउन बाध्य हुन्छन्। सफल हुनको लागि यी दुवै चीज हुन जरुरी छ। एक त्यो जसले तपाईलाई पछाडि खिच्छ र अर्को त्यो जसले तपाईलाई अगाडि बढ्नमा सहयोग गर्छ। यदि तपाई जिन्दगीमा खुसी हुन चाहनुहुन्छ भने सबभन्दा पहिला त्यसलाई भुल्नुहोस् जसले तपाईलाई भुलेर गयो। जति तपाईले कम आशा राख्नुहुन्छ त्यति नै तपाई खुसी रहन सक्नुहुन्छ। यदि तपाईले बारम्बार उसको स्वाभिमानमा ठेस पुर्याउनुहुन्छ भने सम्बन्ध जति धेरै प्यारो किन नहोस् एक दिन अवश्य टुट्छ। मानिसहरू चाहन्छन् कि तपाई सफल बन्नुस्, तर कोही पनि मानिस चाहँदैन कि तपाई उभन्दा पनि सफल बन्नुस्। तपाईले कहिलेकाहीँ समय निकालेर आफ्नो कमजोरीलाई पनि हेर्ने गर्नुस्। यसबाट तपाईलाई अरू व्यक्तिको कमजोरी देखाउने बानी हट्छ। रुख डाली काट्नाले कहिले पनि सुक्दैन, त्यो सबै जरा काटेपछि सुक्छ। यसैगरी मानिस आफ्नो कर्मले होइन, मानिस सधैँ आफ्नो गलत विचार र व्यवहारले कमजोर हुने गर्छ। रुखको डालीबाट झरेको पातले यो कुरा सिकाउँछ कि यदि तपाईँ बोझ बन्नुभयो भने आफ्नैले पनि तपाईँलाई गिराउनको लागि बाध्य हुनेछन्। यदि तपाईँलाई कुनै पनि कुरामा घमण्ड छ भने शमशान घाटको एक चक्कर लगाएर आउनुहोस्, किनकि त्यहाँ तपाईँभन्दा पनि शक्तिशाली मानिस जलिरहेका हुन्छन्। तिमीले उसलाई जबसम्म मौका दिन्छौ उसले तिमीलाई त्यति बेलासम्म धोका दिनेछ। धेरै नजिकबाट देखेको छु मैले दुनियाँ, त्यसैले म सबभन्दा टाढा गएर बसेको छु। जिन्दगीमा केही फरक गर्न चाहनुहुन्छ भने भिडबाट हटेर अगाडि बढ्नुहोस्। भिडले तपाईँलाई हिम्मत दिन्छ तर पहिचान कहिले पनि दिन सक्दैन। जो कसैको पनि आफ्नो व्यक्तिलाई गुमाउने डर सबभन्दा ठुलो डर हो। यसलाई सिर्फ त्यही व्यक्तिले बुझ्छ जसले आफ्नो मान्छेलाई गुमाएको हुन्छ। भनिन्छ छोडेर जाने व्यक्तिले छोडेर जान्छ, चाहे बहाना जे सुकै होस्, तर साथ निभाउनेवाला व्यक्तिले साथ निभाउँछ, चाहे हालत जस्तो सुकै होस्। मैले देखेको छु कि दिल दुखेपछि अनुहारको रङ उड्छ। कसैसँग पनि हदभन्दा बढी आशा नराख्नुहोस्, किनकि कोही पनि मानिसले तपाईँलाई त्यति धेरै महत्त्व दिँदैन जति तपाईँले बुझ्नु भएको छ। किन रुनुहुन्छ तपाईँले त्यो व्यक्तिलाई गुमाए भनेर, जसलाई तपाईँ हुनु र नहुनुमा कुनै पनि फरक थिएन। भगवान कृष्ण भन्नुहुन्छ, गिरेका छन् केही मानिसहरू मेरो नजरबाट आफ्नो क्रूरता र हरकतको कारणले। धेरै महँगो पर्न सक्छ सस्ता मानिसहरूलाई भरोसा गर्नाले। तपाईको आँखामा छोपिएको पीडाले बताउँछ कि दिल होइन विश्वास टुटेको छ। तपाईलाई एक्लै छोडेर जानलाई यो देखाउनुहोस् कि तपाईँ एक्लै पनि काफी हुनुहुन्छ। मनको दुःखले शरीरको दुःखले भन्दा कयौं गुणा चोट पुर्याउन सक्छ। सधैँ आफ्नो मनलाई प्रसन्न राख्नुहोस्। यदि तपाईँ यो दुनियाँमा जिउन चाहनुहुन्छ भने केही थोरै भए पनि मतलबी बन्न सिक्नुहोस्। सम्बन्ध त्यही मात्र बलियो हुन्छ जसमा दुईजनामा नै एक अर्कालाई गुमाउने डर हुन्छ। कोही चारजना व्यक्तिले अर्काको बारेमा खराब कुरा गरेर बसेको ठाउँमा तपाईँ जानुभयो भने तपाईँ पनि खराब नै बन्नुहुन्छ। आफ्नो पीडा कसैलाई पनि नभन्नुहोस्, किनकि
सबैको घरमा मलम हुँदैन, तर नुन सबैको घरमा हुन्छ। त्यसले तपाईलाई चोट पुग्न सक्छ। पुरै समुद्रको पानीले पनि जहाजलाई डुबाउन सक्दैन। तपाईलाई नै थाहा छ होला, जबसम्म जहाजले आफूभित्र पानी आउन दिँदैन, त्यसैगरी जबसम्म दुनियाँको कुनै पनि नकारात्मक हिसाबले तपाईलाई गिराउन सक्दैन, तबसम्म तपाईले आफूभित्र नकारात्मक विचार आउन दिनुहुन्न। क्यालेन्डरले सधैँ गतेलाई बदल्दछ, तर यस्तो पनि गते आउँछ जसले क्यालेन्डरलाई नै बदलिदिन्छ। धेरै गाह्रो छैन जिन्दगीको यथार्थ बुझ्नलाई। जुन तराजुमा हामीले दोस्रोलाई तुलना गर्छौं, त्यही तराजुमा आफूलाई पनि तुलना गर्नुपर्छ। स्कुलमा पहिले पुस्तक पढाइन्छ, तब मात्र परीक्षा लिइन्छ, तर जिन्दगीले पहिला परीक्षा लिन्छ र मात्र जिन्दगीको पाठ सिकाउँछ। यदि तपाईले आफ्नो मनमा कुनै पनि महान काम सोच्नु भएको छ भने त्यसलाई कसैसँग पनि नभन्नुस्, आफ्नै मनमा राखेर पूरा गर्नुस्, किनकि कोही दोस्रो व्यक्तिले तपाईको काममा बाधा पुर्याउन सक्छ। कष्ट र विपत्ति मानिसलाई शिक्षा दिनेवाला श्रेष्ठ गुण हो। जसले यसलाई साहसको साथ सामना गर्न सक्छ, त्यही व्यक्ति नै सर्वश्रेष्ठ व्यक्ति हो। तपाईले दोस्रोको गल्तीबाट पनि सिक्दै रहनुहोस्, किनकि आफ्नो अनुभवबाट सिक्नको लागि तपाईको आयु पनि कम पर्छ। तपाई असफल त्यति बेला बन्नुहुन्न जब तपाई लड्नुहुन्छ। असफलता तपाई त्यति बेला बन्नुहुन्छ जति बेला तपाईले उठ्नको लागि अस्वीकार गर्नुहुन्छ। त्यति चाँडो त दुनियाँको कुनै पनि चीज बदलिन्न जति चाँडो मानिसको मन, नियत र नजरहरू बदलिने गर्छन्। कहिले पनि कसैको सामु आफ्नो सफाई नदिनुस्, किनकि जसलाई तपाईमा विश्वास छ उसलाई तपाईको सफाईको आवश्यकतै पर्दैन, र जसलाई तपाईमा विश्वास छैन उसलाई 1000 बार सफाई दिँदा पनि उसले बुझ्दैन। आफ्नो जीवनलाई यति धेरै सस्तो पनि नबनाउनुस् कि 2 कौडीको मानिस पनि खेलेर जान सकोस्। सधैँ सन्तान, धन र कमाईको मामलामा सन्तुष्ट रहनुपर्छ, तर ज्ञानको मामलामा कहिले पनि सन्तुष्ट हुनुहुन्न। बुद्धिमान मानिस चुप रहन्छ, समझदार मानिस बोलिरहन्छ, तर मूर्ख मानिस बहस गरिरहन्छ। सपना र लक्ष्यमा एउटै मात्र फरक हुन्छ। सपनाको लागि बिना मेहनतको निद चाहिन्छ र लक्ष्यको लागि बिना निन्द्राको मेहनत चाहिन्छ। आफूलाई स्वयं राम्रो बनाउनुस्। दुनियाँबाट एक खराब व्यक्ति कम हुन्छ। साथ छोड्नेवालालाई सिर्फ एक बहाना मात्र चाहिन्छ, तर निभाउनेवालाले आखिरी समयमा पनि साथ छोड्दैन। जिन्दगीमा एउटा कुरा सदैव याद राख्नुस्, कोही हातबाट छुटेर जान्छन् त कोही भाग्यबाट छुटेर जान्छन्। तपाईको जीवनको ओजन एकदमै कम हुन्छ, तर धेरै कम मानिसले मात्र यसलाई सम्हाल्न सक्छ। तपाई कस्तो हुनुहुन्छ त्यो कुरा तपाईको बोली र भाषाबाट थाहा हुन्छ। कामप्रतिको आलस र पैसाप्रतिको लालचले मानिसलाई कहिले पनि महान बन्न दिँदैन। यो संसारमा कसैले पनि कसैलाई पर्खाइ गर्न सक्दैन। लास शमशानमा राखेर आफ्नै मानिसले भन्छन् अझै कति समय लाग्छ। जति धेरै भिड बढिरहन्छ त्यति नै यो संसारमा मानिस एक्लै पर्छ। जिन्दगीलाई यति धेरै गम्भीरताका साथ पनि नलिनुहोस्, किनकि जिउँदो रहेर यहाँ कोही पनि बस्दैन। मानिसको कमाई कम वा धेरै हुन सक्छ, तर रोटीको आकार सबैको घरमा एउटै साइजको हुन्छ। कर्मद्वारा नै मानिसलाई पहिचान मिल्छ। महँगो कपडा त पुतलाले पनि लगाउने गर्छ। मानिस आफ्नो नजरमा सही हुनुपर्छ, किनकि दुनियाँ त भगवानसँग पनि दुखी छ। असम्भव शब्दको प्रयोग प्राय कायर मानिसले मात्र गर्छ। बहादुर र बुद्धिमान मानिसले आफ्नो मार्ग आफै बनाउँछ। एक राम्रो चरित्रको निर्माण 1000 पटक ठक्कर खाएपछि मात्र निर्माण हुन्छ। आफ्नो जीवनलाई एक लक्ष्यमा निर्धारित गर्नुस्, आफ्नो पुरै शरीरलाई त्यस लक्ष्यमा लगाउनुस् र हरेक दोस्रो व्यक्तिको विचारलाई आफ्नो जिन्दगीबाट हटाउनुस्। यही नै सफलताको सूत्र हो। कुनै दिन तपाईको सामुन्ने कुनै पनि समस्या आउँदैन। त्यति बेला तपाई सुनिश्चित गर्न सक्नुहुन्छ कि तपाई गलत मार्गमा हिँडिरहनु भएको छ। जिन्दगीको बाटो कहिले पनि बनाइएको हुँदैन, हामी आफैले बनाउनु पर्छ। जसले जस्तो बाटो बनाउँछ उसलाई त्यस्तै गन्तव्य मिल्छ। उठ्नुहोस्, जाग्नुहोस् र त्यति बेलासम्म नरोकिनुहोस् जति बेलासम्म लक्ष्य प्राप्त हुँदैन। सम्भवको सीमा बुझ्न एक मात्र तरिका छ, त्यो हो असम्भवबाट बाहिर निस्कनु।
जीवनमा धेरै सम्बन्ध हुनु जरुरी छैन, तर जो सम्बन्ध छ त्यसमा जीवन हुनु जरुरी छ। जति धेरै सङ्घर्ष हुन्छ, जित त्यति नै धेरै हुन्छ। दिनमा तपाईले आफूले आफूसँग एक पटक कुरा अवश्य गर्नुहोस्, अन्यथा तपाईले एक राम्रो व्यक्तिसँग कुरा गर्ने मौका गुमाउन सक्नुहुन्छ। आकांक्षा, अज्ञानता र असमानता यी तीन चीज बन्धनको त्रिमूर्ति हुन्। भय वा अधुरा इच्छा यी दुवै समस्त दुःखको कारण हुन्। कसैको निन्दा नगर्नुहोस्। यदि तपाईँ मद्दतको लागि हात अगाडि बढाउन सक्नुहुन्न भने आफ्नो हात जोड्नुहोस्, आफ्नो आफन्तलाई आशीर्वाद दिनुहोस् र उनीहरूलाई आफ्नो मार्गमा जान दिनुहोस्। कहिले पनि नसोच्नुहोस् आत्माको लागि केही असम्भव छ। यो सोच्नु आफूलाई कमजोर पार्नु मात्र हो। यदि यो संसारमा पाप छ भने सबभन्दा ठुलो पाप यो हो कि हामीले आफूलाई कमजोर देख्नु। यदि तपाईसँग भएको धन कुनै दोस्रो व्यक्तिलाई मद्दत गर्न दिनुहुन्छ भने मात्र यो मूल्यवान हुन्छ। यदि गर्नुहुन्न भने यो सबै खराबको एक स्रोत मात्र हो। यसबाट जति छिटो छुटकारा पाउन सकिन्छ त्यति नै राम्रो हुन्छ। हामी त्यही भन्छौँ हामीले आफूमा जस्तो सोच्छौँ। त्यसकारण तपाईले आफ्नो सोचमा ध्यान दिनुहोस्। यदि तपाईको नियत सफा छ भने तपाईको भाग्य कहिले पनि खराब हुन सक्दैन। टुटेको कलम र अर्कासँगको जलन यी दुई चिजले तपाईलाई कहिले पनि आफ्नो भाग्य आफै लेख्न दिँदैन। मानिसको चाहना हुन्छ कि उड्नको लागि पंखा मिलोस्, तर पंक्षी सोध्छन् कि बस्नको लागि घर मिलोस्। कमजोर व्यक्तिसँगको दुश्मनी धेरै महँगो पर्छ, किनकि त्यो समयमा उसले हमला गर्छ जुन समयमा तपाईको समय खराब चलेको हुन्छ। जीवनका कुनै पनि घमण्ड स्थायी हुँदैन। जीवन त्यही व्यक्तिले जिउँछ जसले दोस्रोको लागि जिएको हुन्छ। लगातार पवित्र विचार सोच्नुहोस्। खराब संस्कारलाई बदल्ने एकमात्र समाधान यही हो। जुन शिक्षाबाट हामीले आफ्नो जीवनको निर्माण गर्न सक्छौँ, मानिस बन्न सक्छौँ, चरित्र निर्माण गर्न सक्छौँ र विचारलाई नियन्त्रण गर्न सक्छौँ, त्यही नै वास्तवमा शिक्षा भन्न योग्य हुन्छ। संसारमा कुनै पनि चिज आफ्नो हुँदैन। तपाईको आफ्नो जिन्दगी त आफ्नो होइन। यसले पनि कुन बेला साथ छोड्छ त्यो कसैलाई पनि थाहा हुँदैन। तपाईँ खुसी हुन सिक्नुहोस्, किनकि जीवन तपाईले आफ्नो लागि पाउनु भएको, अरूलाई खुसी पार्नको लागि पनि होइन। तपाईले जति अरूको बारेमा सोच्नुहुन्छ तपाईको बारेमा त्यति अरूले सोच्दैनन्। हवस् त, यस्तै सन्देशमूलक अर्को भिडियोमा भेट्ने वाचा गर्दै तपाईहरुबाट बिदा चाहन्छु। नमस्ते।